नमस्कार विद्यार्थी भाइ बहिनीहरु, तपाईहरुलाई स्वागत छ हाम्रो नेपाल अनलाइन स्कुलको युट्युब च्यानलमा। र आज हामी एसई आफ्टर एसई को अथवा भनौं ब्रिज कोर्सको तयारी क्लासमा म्याथमेटिक्सका लिएर आएका छौं हजुरहरुको सामु। र अब हजुरहरुले एसई को एक्जाम दिइसक्नु भएको छ। अब कलेजहरुमा इन्ट्रान्सको लागि तपाईहरुले तयारी पनि गर्नुपर्ने हुन्छ हैन। राम्रो राम्रो कलेजमा हाम्रो पढ्ने इच्छा हुन्छ, कसैलाई साइन्स पढ्ने, कसैलाई म्यानेजमेन्ट पढ्ने, अनि कसैलाई सिटीभिटी का विभिन्न टेक्निकल कोर्सहरु गर्ने, पीसीएल नर्सिङ गर्ने, ओभरसियर पढ्ने, इलेक्ट्रिकल इन्जिनियरिङ पढ्ने, यस्ता विभिन्न हाम्रो इच्छा छ। र यो इच्छालाई तपाईले साकार पार्न सक्नुहुन्छ ब्रिज कोर्सको क्लासहरु लिएर। ब्रिज कोर्स किन गर्नुपर्छ भने हेर्नुस्, नेपालमा विभिन्न अहिले हाम्रो यसपालि एसईमा लगभग 7 देखि 7-8 लाख विद्यार्थीले एसई दिएका छन्। अब नेपालभरिका जो टप विद्यार्थीहरु हुन्छन् उनीहरु जान्छन् राम्रो कलेजमा गएर इन्ट्रान्स एक्जाम लिन्छ। कलेजहरुले हेर्नुस् इन्ट्रान्स एक्जाम लिन्छ भने तपाईको एसई को रिजल्टलाई कलेजले मान्यता दिदैन। किनकि एउटा कुरा तपाईलाई पनि थाहा छ कि मलाई पनि थाहा छ, एसई मा चिट छोड्न पाइन्छ। जेनरली सबैलाई थाहा भएकै कुरा हो। त्यही भएर एसई को रिजल्टलाई मान्यता दिदैन। त्यसकारणले गर्दाखेरि इन्ट्रान्स एक्जाम लिन्छ। अब तपाई आफै सोच्नुस्, एउटा कलेजमा जम्मा 400-500 विद्यार्थी लिएला र त्यो कलेजमा इन्ट्रान्स एक्जाम दिने 4000-5000 विद्यार्थी हुन्छ। तपाई आफै सोच्नुस् त, ती 4000-5000 मध्ये 400-500 मात्रै छानिन्छ। कस्ता विद्यार्थी आएका हुन्छन् होला, कस्तो कम्पिटिसन हुन्छ होला। हो त्यही भएर कलेजले इन्ट्रान्स दिँदाखेरि क्वेशनहरु पनि अलिकति टफ, अलिकति हाई लेभल टाइपका क्वेशन्सहरु चाहिँ बनाएको हुन्छ कि। र हामीलाई त एक त त्यो क्वेशनमा पास हुन गाह्रो हुन्छ, नाम निकाल्नु त कुरा छोड्दिनुस्। पास हुनु पनि भयो भने नाम निकाल्न झन् गाह्रो। पास भयो, 1000 जना पनि पास हुन सक्छन्। अब तपाई पढ्न पनि पाउन सक्नुहुन्छ, नपाउन पनि सक्नुहुन्छ। राम्रो मार्क्स आएन भने माथि टप र्याङ्कमा आउनु भएको त पढ्न पाउनुहुन्न। सो पास भएर मात्रै पनि हुँदैन, नाम निकाल्नु पर्यो हैन। नाम निकालेर मात्रै पनि हुँदैन। फेरि अब हामीले हेर्नुस्, अहिले एसई आफ्टर एसई को यो चाहिँ इन्ट्रान्स क्लासहरु तपाईले गर्नु भएन भने पछि कलेजहरुले फी त लिन्छ, ढाड भाँचिने गरी लिन्छ। अब साइन्स के भन्नुहुन्छ नि, हाम्रो यो काठमाडौँमा अहिले लगभग 3-4 लाख पुग्छ। अब अरु खर्चहरु गर्ने हो भने लगभग 7-8 लाख पुग्छ के तपाईहरुको। कपी किताब भनौं भने सोच्नुस् त कति महँगो छ। अहिले पढाइ धेरै महँगो भइसकेको छ। त्यही भएर हामीले सकेसम्म इन्ट्रान्समा चाहिँ स्कलरशिपमा नाम निकाल्यो भने त हामीले फ्रीमा पढ्न पाउँछौं नि त। हाम्रो पैसा त बच्छ, त्यो पैसालाई बरु अरु कुनै ठाउँमा इन्भेस्ट गर्न सकिन्छ तपाईहरुको स्किल डेभलप गर्नको लागि अगेन हो। त्यही भएर हामीले सकेसम्म स्कलरशिपमा नाम निकाल्ने प्रयास गरौँ। हाम्रो बुवा आमाले कति धेरै मेहनत गरेर कति धेरै पैसा कमाउनु भएको हुन्छ, आफ्नो छोराको लागि, छोरीको लागि जे पनि गर्न तयार हुनुहुन्छ। तपाई आफ्नो बुवा आमालाई सम्झिनुस् त। सो हाम्रो पनि एउटा जिम्मेवारी हो कि हामीले सक्दो मेहनत गर्नुपर्छ। हो अब एसई सक्यो, रमाइलो तपाईहरुले गर्नुभयो, धेरै दिन भइसक्यो, लगभग अब 15 दिन जति कटि पनि सकेको छ। तपाईले अब यो पछि भिडियो पछि हेर्नुभन्दा धेरै अझै भइसकेको छ। सो तपाईले सोच्ने बेला आइसकेको छ। अब तपाई सुनौलो ढोका, एसई को सुनौलो ढोका पार गरेर अब कलेज लाइफतिर छिर्दै हुनुहुन्छ र अब तपाईको जुन जीवनको लक्ष्य छ त्यो लक्ष्यको अगाडि बढ्दै हुनुहुन्छ। त्यही भएर एकदम राम्ररी तपाईले सोच्ने बेला आइसकेको छ। र इन्ट्रान्सको क्लासहरु यदि हजुरहरुले लिनु चाहनुहुन्छ, स्कलरशिपमा हजुरलाई यदि नाम निकाल्न मन लागेको छ, राम्रो कलेजमा पढ्न मन लागेको छ भने आउनुस्। हामीले क्लासहरु गरिराखेका छौं। साइन्सको, म्यानेजमेन्टको, सिटीभिटी, हाम्रो इन्जिनियरिङको यो ओभरसियरहरुको हुन्छ नि, त्यसै गरिकन पीसीएल नर्सिङ, एग्रिकल्चर, फरेस्ट्री, हरेक लेभलको इन्ट्रान्सका क्लासहरु हाम्रो धमाधम रूपमा भइराखेका छन्। तपाईहरुलाई यदि क्लास लिन मन छ भने हाम्रो नम्बर छ, त्यो नम्बरमा चाहिँ सम्पर्क गर्नु होला। म तपाईलाई नम्बर पनि लेखिदिन्छु। हाम्रो 9849595895 हो। यो नम्बरको भाइबर अथवा व्हाट्सएपमा तपाईहरुले मेसेज गर्नु होला न, सर म चाहिँ आफ्टर एसई को साइन्सको क्लास जोइन गर्न चाहन्छु, कसरी जोइन गर्ने होला, कहिलेबाट क्लास सुरु हुन्छ, रुटिन के हो, कति बजे कुन सब्जेक्ट पढाइ हुन्छ, कुन सरले पढाउनुहुन्छ, फी कति लाग्छ, फी कसरी तिर्ने, क्लास लिनको लागि कुन एप्लिकेसन हामीले डाउनलोड गर्नुपर्छ भनेर यसरी सोध्नुस्। सरले सबै जानकारी, हाम्रो सर बस्नु भएको छ, उहाँले सबै तपाईलाई जानकारी दिनुहुन्छ। अनि तपाईहरुले राम्रोसँग क्लास पढिसकेपछि कलेजमा गएर स्कलरशिपमा नाम निकाल्नु भयो भने तपाई मात्रै खुसी हुन्न, तपाईको सारा परिवार खुसी हुन्छ। तपाईको बुबा आमा सबैजना खुसी हुनुहुन्छ तपाईबाट। त्यही भएर यो कदम चाल्नु होला, एकचोटि विचार गर्नु होला है त। ल अब क्वेशन्स पनि कस्तो आउँछ हेरौँ न त हैन। मैले अब सेट 43 लिएर आएको छु म्याथमेटिक्सको। यो भन्दा अगाडि मैले 42 वटा सेटको क्वेशन्सहरु गरिसकेको छु हैन। हरेक सेटमा लगभग 10 जति क्वेशन्सहरु छन्। हेरौँ सेट नम्बर 43 मा हाम्रो म्याथमेटिक्समा अब यो सिटीभिटीलाई पनि काम लाग्छ, साइन्सलाई पनि काम लाग्छ, म्यानेजमेन्ट सबै लेभललाई काम लाग्छ है।
अब के भनिरहेको छ हेरौँ ल। A jet uses 80 gallons of fuel to fly 320 miles. At this rate, how many gallons of fuel are needed for a 700 miles flight भनिरहेको छ। अब के भनिरहेको छ क्वेसन बुझौँ ल। यो युनिटरी मेथडको क्वेसन छ। त एउटा जेट रहेछ प्लेन, एउटा प्लेनलाई चाहिँ हाम्रो 320 माइल उड्नु पर्यो भने कति ग्यालन फ्युल चाहिने रहेछ? 80 ग्यालन। 1 ग्यालन भनेको 4.5 लिटर हुन्छ। यो पनि याद गरिराख्नु ल। 1 ग्यालन भनेको कति हुन्छ? 4.5 लिटर हुन्छ। कहिले काहीँ सोधेला, याद गरिराख्नु है। अब के भनिरहेछ भने यदि त्यो जेटलाई 700 माइल्स जानु छ भने कति ग्यालन चाहिन्छ भनेर सोधिरहेछ के। सो यहाँबाट हामीले निकाल्न सक्छौँ। हेर्नुहोस् त ल हेर्नु, 320 माइल जानको लागि 80 ग्यालन भनेपछि 1 माइल जानु पर्यो भने कति ग्यालन चाहिन्छ? 320 माइलको लागि 80 ग्यालन, 1 माइलको लागि त कम चाहिन्छ। कम चाहिन्छ भने चाहिँ डिभाइड गर्ने, 80 बाई 320 ग्यालन चाहिन्छ। हो कि हैन? त्यसो भए 720 माइलको लागि कति चाहिन्छ? 720 माइलको लागि कति चाहिन्छ? यहीँबाट तपाईँले हिसाब गरेर निकाल्न सकिहाल्नुहुन्छ। 80 बाई 320 इन्टु 700 माइल्स। सो 0 0 क्यान्सल भइहाल्यो। क्यालकुलेट गरौँ कति आउँछ हैन। 80 इन्टु 70 बाई 32 गरौँ ल। 80 इन्टु 70 डिभाइडेड बाई 32, यो गर्दाखेरि 175 ग्यालन चाहिँ फ्युल चाहिने रहेछ। ठिक छ। सो अप्सन नम्बर डी हाम्रो सही भयो। क्लियर? नेक्स्टमा जाउँ ल। के भनिरहेको छ हेरौँ। इफ x + 2, 3x and 4x + 1 are in arithmetic progression, then x equals to, यो अर्थमेटिक प्रोग्रेसनमा छ भने x को भ्यालु कति हुन्छ भनेर भनिरहेको छ। सो हेर्नुस्, यो अर्थमेटिक प्रोग्रेसनमा छ हो। तीनटा टर्म दिएको छ। अब हामीलाई के थाहा छ भने जहिले पनि बिचको टर्म भनेको अर्थमेटिक मिन हुन्छ। यो दुईटाको अर्थमेटिक मिन हुन्छ हैन। यदि यसलाई तपाईले a मान्नुहुन्छ, यसलाई तपाईले b मान्नुहुन्छ भने हाम्रो अर्थमेटिक मिन भनेको कति हुन्छ? 3x हुन्छ। हो कि हैन? यो अर्थमेटिक मिन हुन्छ। र अर्थमेटिक मिनको फर्मुला पनि हामीलाई थाहा छ के हो? a + b/2 हो। हो कि हैन? ल अब अर्थमेटिक मिन कति छ? 3x। a + b भनेको x + 2 अनि प्लस 4x + 1/2। सो यो 2 यता गरेर मल्टिप्लाई गरौँ, 6x = x र 4x जोड्दाखेरि 5x प्लस 2 र 1 जोड्दाखेरि 3। और यो 6x छ, यो 5x यतातिर आयो भने -5x = 3। देयरफोर x को भ्यालु कति आयो? 3 आयो। हाम्रो x को भ्यालु कति हुने रहेछ? 3 हुने रहेछ। अप्सन नम्बर सी मा हामीले टिक लगाउनु पर्यो। क्लियर? नेक्स्ट मा जाउँ ल। अब एउटा नयाँ कुरा तपाईले सिक्नुहुन्छ है। मैले अगाडि यो सिटमा पनि यो कुरा गराएको छु। यसमा पनि तपाईले नयाँ कुरा सिक्नुहुन्छ। हेर्नुस्, ध्यान दिनु ल के भनिरहेछ। A 30% discount reduces the price of a commodity by ₹90. If the discount is reduced to 20%, then the price of commodity will be भनेर भनिरहेछ। के भनिरहेछ भने यदि 30% डिस्काउन्ट दियो भने 30% डिस्काउन्ट दियो भने कुनै पनि सामानको प्राइस चाहिँ 90 रुपैयाँले घट्छ अरे। 90 रुपैयाँले घट्छ अरे के। मानिलिउँ कुनै सामानलाई 200 रुपैयाँ पर्यो भने 200 रुपैयाँ मार्क प्राइस छ त्यसको हैन। भने त्यसलाई डिस्काउन्ट दिएपछि कति रुपैयाँ घट्छ अरे? डिस्काउन्ट 30% डिस्काउन्ट दियो भने कति घट्छ अरे? 90 रुपैयाँ घट्छ अरे। भनेपछि 200 रुपैयाँमा 90 रुपैयाँ घटाउनु पर्यो। सो 90 रुपैयाँ भनेको के हो? 90 रुपैयाँ भनेको खासमा डिस्काउन्टै हो का? के हो? डिस्काउन्ट हो। सो हेर्नुस्, हामीलाई डिस्काउन्ट पर्सेन्टेज दिएको छ र डिस्काउन्ट एमाउन्ट पनि दिएको छ। हो, यो बुझ्नु पर्यो हामीले, यो डिस्काउन्ट एमाउन्ट दिएको भनेर। 90 रुपैयाँले घट्छ भनेपछि 90 रुपैयाँ डिस्काउन्ट हो। सो मार्क प्राइस कति हो हामीलाई थाहा छैन। मार्क प्राइस कति हो हामीलाई थाहा छैन। ल मार्क प्राइस मैले x मान्छु ल। सो हेर्नुस्, डिस्काउन्ट पर्सेन्टेज कति छ? 30% छ। डिस्काउन्ट पर्सेन्टेज 30% छ र डिस्काउन्ट एमाउन्ट कति छ? डिस्काउन्ट मात्रै लेख्यो भने यो डिस्काउन्ट एमाउन्ट है कति छ? 90 रुपैयाँ छ। सो यो पहिलो केसबाट हामीले एमपी निकाल्न सक्छौँ। हामीलाई के थाहा छ भने डिस्काउन्ट भनेको डिस्काउन्ट पर्सेन्टेज अफ के हुन्छ? एमपी हुन्छ क्या। कुरा बुझ्नुभयो? सो डिस्काउन्ट एमाउन्ट भनेको 90 रुपैयाँ, डिस्काउन्ट पर्सेन्टेज भनेको हाम्रो कति छ? 30%। सो 30% भनेपछि 30/100 भनेको 0.3, 0.3 एमपी भयो। हाम्रो मार्क प्राइस कति आउँछ हेर्नुस् त ल। 90 डिवाइडेड बाइ 0.3 गरौँ त। 90 डिवाइडेड बाइ 0.3 गर्दाखेरि मार्क प्राइस 300 आउने रहेछ। पछि त्यो सामानको मूल्य 300 रुपैयाँ तोकिएको रहेछ सुरुमा। अनि 300 मा उले डिस्काउन्ट पाएर पैसा घट्यो। अब के भनिरहेछ? If the discount is reduced to 20%, then the price of the commodity will be भनेर भनिरहेछ। अब मार्क प्राइस त 300 छ हैन। डिस्काउन्ट चाहिँ हैन 30% होइन, डिस्काउन्ट पर्सेन्टेज चाहिँ कति दियो अरे? 20% दियो अरे।
डिस्काउन्ट चाहिँ 20% दियो भने अब प्राइस कमोडिटीको प्राइस कति हुन्छ भनेको छ। प्राइस आफ्टर डिस्काउन्ट भनेको कति हुन्छ, प्राइस कति हुन्छ त हेर्नुस्, डिस्काउन्ट दिइसकेपछि मार्क प्राइस माइनस डिस्काउन्ट एमाउन्ट गर्नु पर्यो। मार्क प्राइस भनेको 300, डिस्काउन्ट एमाउन्ट भनेको कति हुन्छ, डिस्काउन्ट पर्सेन्टेज अफ मार्क प्राइस हुन्छ। सो 300 माइनस 20%, 20% भनेको 0.2 र 20 डिभाइड बाइ 100 इन्टु 300 कति आयो त, 300 माइनस कति हो 60 आउँछ, 0.2 इन्टु 300 गराउँदा 0.2 इन्टु 300 को लागि यहाँ 60 आउँछ। 300 माइनस 60 भनेको कति आयो 240 रुपैयाँ। 240 रुपैयाँ परेर रहेछ। यदि 20% डिस्काउन्ट दियो भने छ कि छैन, हाम्रो छ अप्सन नम्बर सी। हामीले गर्ने यसरी तपाईहरुले लिंक गरेर गर्नु पर्यो। एउटा नयाँ कुरा तपाईले यहाँ सिक्नु भयो। यसमा क्लास 10 मा पनि यस्तो क्वेशनहरु तपाईले गर्नु भएको होला, तर यहाँ क्वेशनको जुन ल्याङ्ग्वेज छ त्यो ल्याङ्ग्वेजलाई बुझ्नु भएन भने यो क्वेशन सल्भ हुँदैन है। यहाँ 90% डिस्काउन्ट रहेछ भनेको त बुझ्नु पर्यो नि हैन। ल अर्को बुझौँ ल। हो अब क्लास तपाईले 8 9 मा पढेको यो कुरा है। अब 8 9 मा पनि 8 9 10 तीनटै काम लाग्छ है तपाईहरुलाई। तीनटैबाट क्वेशन सोध्छ नि, सोध्दैन भन्ने हैन। 10 बाट मात्रै सोध्दैन, 8 टाइम त तीनैबाट सोध्छ। क्लास 11 बाट चाहिँ सोध्दैन है। कुनै कलेजहरुमा एउटा दुईटा क्वेशनहरु तपाईलाई हाल्दैको हुन्छ क्लास 11 मा पढायो भने, तर त्यो क्लास 10 सँग रिलेटेड हुन्छ के, त्यही भएर सोध्ने हो। तर क्लास 11 को जनरली सोध्दैन। अब हेरौँ के भनिरहेछ। A set with 3 elements has a number of subset equal to भनेर भनिरहेछ। एउटा सेटमा 3 वटा एलिमेन्ट छ अरे, त्यसको कतिवटा सबसेट हुन्छ भनेर सोधिरहेछ है। अब यहाँ हेर्नुस्, अब यसलाई यसरी बुझौँ न। ए भन्ने सेट छ, अब 1 2 3 भन्ने मैले एलिमेन्ट बनाए के छ त हैन। सो हाम्रो यसको सबसेट कति हुन्छ भन्दाखेरि, ल सबसेट लेखौँ है। यसको सबसेटहरु के हुन्छ हेर्नुस्। एउटा खाली इम्प्टी सेट पनि यसको एउटा सबसेट हो। अर्को 1 मात्रै, अर्को 2 मात्रै, अर्को 3 मात्रै हो। त्यसपछि अर्को 1 2 लेख्नुस्, 2 1 लेख्नुस्, कुराकानी एउटै हो। 1 2 अनि अर्को 2 3 अनि अर्को 1 3 यो पनि भयो। अनि अर्को 1 2 3 पनि ठीक छ। यो सबै के हो त सबसेट हुन्। कतिवटा सबसेट रहेछ 1 2 3 4 5 6 7 8 वटा सबसेट रहेछ। 8 वटा सबसेट हुने रहेछ के। भन्नुको मतलब 8 वटा भनेको कतिवटा हुन्छ हेर्नुस् त यहाँ 2 को पावर 1 2 को पावर 2 2 को पावर 3 2 पावर 3 भनेको 8 वटा हो नि। ल के आएन भने त्यसरी एक्जाम्पलबाट गर्न सक्यो नि। र एउटा सर्टकट फर्मुला पनि छ। के छ सबसेटको फर्मुला के हुन्छ, यदि कुनै पनि सेटमा नम्बर अफ एलिमेन्ट n वटा एलिमेन्ट छ, n वटा एलिमेन्ट छ भने त्यसमा सबसेटको फर्मुला के हुन्छ, सबसेट नम्बर अफ सबसेट्स भनेको कति हुन्छ त, यो भनेको 2 को पावर n हुन्छ। कुरा बुझ्यो। यदि इम्प्रोपर सबसेट कतिवटा हुन्छ भनेर भन्नु भने इम्प्रोपर सबसेट जम्मा एउटा मात्रै हुन्छ। के हुन्छ जहिले पनि एउटा मात्रै हुन्छ, जतिसुकै एलिमेन्ट होस्। यो 1 2 3 भनेको इम्प्रोपर सबसेट हो क्या। जतिवटा सेटमा एलिमेन्ट छ, सबसेटमा पनि त्यतिवटा एलिमेन्ट छ भने यो भनेको इम्प्रोपर सबसेट हो। एउटा मात्रै इम्प्रोपर सबसेट हुन्छ। एउटा मात्रै के हुन्छ, इम्प्रोपर सबसेट हुन्छ। याद गर्नु है, कुनै पनि सेटको इम्प्रोपर सबसेट कतिवटा हुन्छ भनेर तपाईलाई सोध्यो भने जहिले एउटा मात्रै हुन्छ। भनेपछि प्रोपर सबसेट कतिवटा हुन्छ, प्रोपर सबसेट भनेको त्यस्तो खालको सबसेट हो जहाँ सेट भन्दा कम एलिमेन्ट हुन्छ। सेटमा 3टा एलिमेन्ट छ, बाँकी सबैमा हेर्नुस् त यहाँ त एउटा पनि छैन, खाली हो। यहाँ एउटा मात्रै छ, यहाँ 2टा एलिमेन्ट छ। सो 3टा भन्दा कम छ भने प्रोपर सबसेट भनिन्छ। कतिवटा हुन्छ हेर्नुस् त, टोटल नम्बर अफ सबसेट 2 को पावर n, इम्प्रोपर सबसेट एउटा भन्छ टोटल माइनस इम्प्रोपर भनेको प्रोपर हो। 2 को पावर n अनि माइनस 1 चाहिँ तल, फेरि पावरमा हैन है तल। यो प्रोपर सबसेट कहिले सोधिन्छ कि के भयो जान्नु पर्यो। ठीक छ। क्लास 3 मा चाहिँ क्लासमा यस्तो कुराहरु हामी पढाउँछौँ है। ल अर्को के भनिरहेछ, A युनियन B इज इक्वल्स टु B युनियन C द सेट अपरेसन ल इज नोन एज। अब भन्नुस् यो A युनियन B B युनियन A भनेको A युनियन B इज इक्वल टु B युनियन A छ। यो कुन अपरेसन हो भनेर भनिरहेछ, कुन ल हो, क्युमुलेटिभ ल हो, डिस्ट्रिब्युटिभ ल हो, एसोसिएटिभ ल हो, डी मोर्गन ल हो, कुन ल हो, यो क्युमुलेटिभ ल हो। यो हामीले थाहा हुनुपर्छ क्युमुलेटिभ ल। अब एसोसिएटिभ ल भनेको कस्तो हो हेर्नुस्, एसोसिएटिभ ल भनेको A युनियन B युनियन C यसरी छ भने यसलाई A युनियन B युनियन C लेख्न मिल्छ के। यो एसोसिएटिभ प्रपर्टी हो, यसलाई भनिन्छ एसोसिएटिभ प्रपर्टी। अब डिस्ट्रिब्युटिभ प्रपर्टी हेर्नुहुन्छ भने डिस्ट्रिब्युटिभ हेर्नु ल, A युनियन B इन्टरसेक्सन C छ अरे हो। यसलाई यसरी लेख्न मिल्छ क्या, मल्टिप्लाई गरे जस्तो। अब यो A युनियन या B लिने क्या, के लिने B लिने, A युनियन B लिने। अनि इन्टरसेक्सनको इन्टरसेक्सन
अब फेरि ए युनियन सी लिने, ए युनियन सी हो, यो भनेको के त डिस्ट्रिब्युटिभ प्रपर्टी। अर्को डिमर्गन ल छ, डिमर्गन लले हेर्नु के भन्छ, ए युनियन बी होलको कम्प्लिमेन्ट छ भने यसलाई ए कम्प्लिमेन्ट इन्टरसेक्सन बी कम्प्लिमेन्ट लेख्न मिल्छ अरे। यो चाहिँ डिमर्गन ल हो, यसलाई थाहा हुनु पर्यो, यहीबाट पनि क्वेसन आउने रहेछ, कुरा बुझ्यो ल। अर्कोमा छ है त, के भनिरहेको छ, हाउ मेनी सोल्युसन्स डज द सिस्टम अफ लिनियर इक्वेसन्स गिवन बिलो ह्याभ। अब यो दुईटा इक्वेसन दिइरहेको छ, यो दुईटा इक्वेसनको कतिवटा सोलुसन हुन्छ, कतिवटा सोलुसन भनेको बुझ्नुहुन्छ, यक्स र वाईको भ्यालुलाई नै के भनिन्छ, सोलुसन भनेर भनिन्छ। यक्स को भ्यालु कतिवटा, वाईको भ्यालु कतिवटा हुन्छ भनेर सोधिरहेको छ कि। सो हेरौँ ल, x + y = 4 छ एउटा इक्वेसन, अर्को इक्वेसन के छ 2x + 2y = 8 छ हो। अब यहाँ तपाईले 2 कमन लिनु भने के आउँछ, x + y = 8 आउँछ भनेपछि x + y = कति भयो, 8/2 भनेको कति हो, 4। यो इक्वेसन 2 हो कि हैन। जस्तै दुईटा खासमा एउटै लाइन रहेछ क्या, यो दुईटा खासमा जुन इक्वेसन लेख्छ एउटै लाइन रहेछ। अब हामीले पहिले नै पढेको थियौँ, पहिले नै के भन्नु भर्खर 10मा पढेको, कुनै पनि दुईटा लाइन यसरी दिएको छ, कुनै पनि दुईटा लाइन यदि इन्टरसेक्ट हुन्छ, कुनै एउटा पोइन्टमा इन्टरसेक्ट हुन्छ भने यही हो x र y को भ्यालु अथवा यही हो सोलुसन हैन। अब यो दुईटा लाइन दिएको छ, तर दुईटै लाइन के हो, एउटै लाइन हो भन्नुको मतलब एउटा लाइन यस्तो छ र अर्को लाइन कस्तो छ, अर्को लाइन पनि यही लाइन त हो, अर्को लाइन पनि यही लाइन हो। अब यो रातो कलर र नीलो कलरको लाइनको कतिवटा सोलुसन हुन्छ भनेको कतिवटा x र y को भ्यालु हुन्छ भन्नु तपाईलाई सोधिरहेको छ। कतिवटा हुन्छ भन्नु, यो पनि हो, 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 यो हरेक पोइन्ट इन्टरसेक्ट भएको छ कि छैन, जहाँ पनि इन्टरसेक्ट भएको छ नि त। यो इन्टरसेक्सन पोइन्ट भनेकै हाम्रो सोलुसन हो, इन्टरसेक्सन पोइन्ट भनेकै x र y को भ्यालु। अब यसको त दुईटा लाइनको इन्टरसेक्सन पोइन्ट त सबै इन्टरसेक्सन पोइन्ट हो भन्नुको मतलब यसको के छ, सोलुसन इन्फाइनाइट सोलुसन छ। यसरी बुझौँ। अब के बुझौँ भने यदि कुनै पनि दुईटा लाइनहरु कोइन्सिडेन्ट छ, कोइन्सिडेन्ट भनेको एउटा लाइन यसरी गएको छ, अर्को लाइन पनि यहीसँग खिचेर गएको छ, सँगै गएको छ भने त्यसलाई हामी कोइन्सिडेन्ट भनेर भन्छौँ। यो कोइन्सिडेन्ट लाइन्सहरुको के हुन्छ, जहिले पनि सोलुसन के हुन्छ, इन्फाइनाइट हुन्छ, एकदमै धेरै x र y को भ्यालु आउँछ। पुरा बुझ्नुभयो, यसरी हामीले गर्छौँ, ठीक छ ल। अब यस्तै यो भन्दा अलिकति फरक टाइपको क्वेशन ल हेरौँ। यहाँ हेरौँ ल, अब यहाँ के भनिरहेछ, द सिस्टम अफ लिनियर इक्वेशन्स x + y = 5 and 2x + 2y = 5 have कति सोलुसन, नो सोलुसन, वान सोलुसन, फाइनाइट सोलुसन, इन्फाइनाइट सोलुसन। अब हेर्नुस् के छ, एउटा x + y = 5 भन्ने इक्वेसन छ हो, अर्को 2x + 2y = 5 भन्ने छ हो। सो यहाँ 2 कमन लिनुस् के आउँछ, x + y = 5 आयो। सो x + y को भ्यालु कति आयो, 5/2 आयो। तपाईले अब यहाँ x र y को भ्यालु निकालिराख्नु पर्दैन है, पुरा बुझ्नु भयो नि। अब यहाँ हेर्नुस्, यो दुईटा इक्वेसनमा हेर्ने हो भने एउटै इक्वेसन हो, यो होइन, यो त बेग्ला बेग्लै इक्वेसन हो। तर यहाँ x + y, यहाँ पनि x + y छ नि हो भन्नुको मतलब यो लाइन चाहिँ प्यारलल लाइन हो। तपाईँ त्यहाँ स्लोप निकाल्नु, यसको स्लोप निकाल्नु, बराबरी हुन्छ। स्लोप बराबरी भयो भने त कोर्डिनेट ज्योमेट्रीमा पढेको होइन, माइनस कोएफिसिएन्ट अफ x बाइ कोएफिसिएन्ट अफ y भनेको स्लोप बराबरी हुने प्यारलल लाइन हो। यो दुईटा लाइन के हो, प्यारलल लाइन हो क्या, के हो यो, प्यारलल लाइन हो। अघि हाम्रो के थियो, अघि हाम्रो यो लाइन कोइन्सिडेन्ट लाइन थियो, एकै ठाउँमा खप्टेर गएको थियो, किनकि एउटै लाइन थियो, एकै ठाउँमा खप्टेर गयो, एकै ठाउँमा खप्टेर गयो भने इन्टरसेक्सन पोइन्ट धेरै भयो, इन्फाइनाइट सोलुसन। तर यो दुईटा लाइन त प्यारलल लाइन्सहरु हो। अब प्यारलल लाइन्सहरु कहीँ छुन्छ, कहीँ पनि छुँदैन, एउटा पनि इन्टरसेक्सन पोइन्ट हुँदैन भन्नुको मतलब एउटा पनि सोलुसन हुँदैन भन्न खोजेको हो क्या। सो यसको चाहिँ कुनै पनि सोलुसन हुँदैन, यसरी बुझ्नु पर्यो। सो सर्टकट रूपमा बुझ्नु, यदि कोइन्सिडेन्ट लाइन छन्, एक यो एउटै ठाउँमा खप्टेर गएका लाइन छन् भने तिनीहरुको इन्फाइनाइट सोलुसन हुन्छ, x र y को भ्यालु धेरै हुन्छ। तर यदि प्यारलल लाइन्स छन् भने त्यसको कुनै पनि सोलुसन हुँदैन, किनकि प्यारलल लाइनहरु कहिले पनि एक आपसमा छुँदैन, इन्टरसेक्ट हुँदैन, भन्छ कुनै पनि सोलुसन नै हुँदैन। कुरा बुझ्यो। अर्कोमा छौँ ल, नेक्स्ट क्वेशन 420। अब तपाईको इन्डिसेसमा यो कहिलेकाहीँ 2 मार्क्समा सोध्ने खालको क्वेशन हो है, 10 क्लासमा यहाँ पनि सोधेछ। अब के भनिरहेछ हेर्नुस्, यहाँ कमा ल, p = q को पावर r, q = r को पावर p, r = p को पावर q। व्हाट इज द भ्यालु अफ pqr भनेको छ। अब pqr को भ्यालु कति हो भनेर निकालिरहेछ, सोधिरहेछ। अब तपाईँ यहाँ pqr = p भनेको q को पावर r हो, q भनेको r को पावर p हो, p भनेको सरी r भनेको p को पावर q हो। अब यसरी लेख्नुभयो भने यो त हुँदैन, सबै हुँदैन, यसरी कसरी सल्भ हुन्छ, हुँदैन हो। अब यसलाई कसरी गर्ने त भन्ने कुरा हो क्या। गर्ने तरिका छ, तरिका बुझ्नुपर्छ, तरिका सिक्ने हो क्या हामीले खासमा।
यो ब्रिज कोर्सको क्लासमा। अब यहाँ हेर्नुहोस्, यो तीनटा छ नि, तीनटा मध्ये कुनै एउटा लिनुहोस्, जुनले तपाईँलाई जुन इच्छा लाग्छ त्यही लिनु ल। ठिक छ, ल तपाईँले बिचको लि भन्नुहुन्छ भने म बिचकै लिन्छु, यो लिनुहुन्छ भने यही लिन्छु, कुन लिनु? ल म एका दुका गर्छु ल, 1 2 3 4 5 6 7 8 9 10, ल मैले यो लिनु मन लाग्यो अरे ल, r इक्वल टु p को पावर q लिनु मन लाग्यो अरे, मैले लिदिएँ, पाइयो, जुन लिन नि पाइयो। अब गर्ने अब चाहिँ प्रोसेस के हो भने नि हेर्नुहोस्, यहाँ पावर छ, यहाँ यो बेस हो हैन, हाम्रो मानिलियो x को पावर 5 छ भने यसलाई पावर भन्छन् अथवा इन्डेक्स भन्छन्, यसलाई बेस भनेर भन्छन् हैन हो। अब हामीलाई एउटा कुरा के थाहा छ भने यो यस्तो इक्वेसन आयो भने जहिले पनि बेसलाई सेम बनाउनु पर्छ, बेस सेम भयो भने पावर इक्वल हुन्छ, हो कि हैन? अनि यो थाहा भएको कुरा हो। सो अब यहाँ r छ बेस, यहाँ p छ बेस, सो कि त दुवैतिर p बनाउनु कि त दुवैतिर r बनाउनु, त्यो सोचाइले अगाडि बढ्नु पर्यो। ल ठीक छ, यहाँ r छ यहाँ p छ बेस हैन, म के गर्छु, म दुवैतिर r बनाउँछु, दुवैतिर p बनाउँदा पनि हुँदैन, फरक पर्दैन, र दुवैतिर r बनाउने भन्ने मेरो सोचाइ आयो। ल ल r बनाऊ। अब यस्तो भने यो p छ, p भनेको कति हो हेर्नुस् त, q को पावर r हो, p भनेको q को पावर r हो, माथि पनि q छ ल। सो r भनेको q को पावर के हुन्छ, r र q के हुन्छ, जोडिन्छ, जोडिदैन, मल्टिप्लाई हुन्छ हो। r र q मल्टिप्लाई गर्दाखेरि qr लेखे ल, r q लेख्दा पनि हुन्छ, qr लेख्दा पनि हुन्छ। सो पावरको पनि पावर छ भने पावरहरु मल्टिप्लाई हुन्छन्, r * q भयो, r * q लाई मैले qr लेखे। अब फेरि यो r लाई नचलाउने ल, किनकि दुईतिर r बनाउने छ नि त हाम्रो। सो यहाँ q भनेको के छ हेर्नुस्, r को पावर p छ नि, r को पावर p राख्नुस्, यसको पनि पावर qr। सो r = r को पावर के आयो, pqr आयो। अहिले के आयो हेर्नुस् त, p * qr भनेको pqr। सो यहाँ r को पावर कति छ, 1 छ, बेस सेम छ, r पावर इक्वल हुन्छ, त 1 = pqr आयो, मजाले आयो नि। सो pqr को भ्यालु कति हुने रहेछ, 1 हुने रहेछ, अप्सन नम्बर बी मा लेखेर बसेको। ठीक छ, नेक्स्ट मा जाऊ। The value of the expression 16x² + 24x + 9 for x = -3/4 is भनिरहेछ। अब यो त एकदम सजिलो क्वेशन हो, बस बुझ्नु पर्यो के भनिरहेछ भने यो एउटा एक्सप्रेसन दिइरहेछ, यो एक्सप्रेसनमा x को भ्यालु -3/4 हाल्यो भने यो एक्सप्रेसनको भ्यालु कति आउँछ भनिरहेछ। त हेरौँ न त ल, 16 * x को ठाउँमा -3/4 हालौँ ल, -3/4 को होल स्क्वायर, x स्क्वायर भयो नि त हैन, प्लस 24 x भनेको कति छ, -3/4 छ, प्लस 9। ल हेरौँ कति आउँछ ल, 16 * -3 को स्क्वायर भनेको 9, 4 को स्क्वायर भनेको 16, यहाँ 4 6 = 24, 6 * -3 भनेको -18 अनि प्लस 9 को प्लस 9, 16 16 क्यान्सल भयो, 9 - 18 + 9 कति आउँछ हेर्नुस् त, 9 + 9 भनेको 18, 18 - 18 भनेको 0, त कति आयो, कहाँ छ 0 जी, 0। सजिलो छ है। लास्ट क्वेशनमा जाउँ ल, के भनिरहेछ हेरौँ, व्हाट आर द रुट्स अफ द इक्वेसन। अब यो इक्वेसन दिइरहेछ हेर्नुस्, अब पहिला त हामीलाई थाहा नै हुँदैन कि रुट्स भनेको के हो, अब हामीले टेक्निकसम्म पढेको हुँदैन, टिचरले हामीलाई भने हुँदैन। सो रुट्स भनेको के हो, रुट्स भन्नु र यो x को भ्यालु भन्नु कुरा एउटै हो, रुट्स भन्नु र x को भ्यालु भन्नु कुरा एउटै हो। यो रुट्सलाई कहिलेकाहीँ जिरोज पनि भन्छ, के भन्छ अरे, जिरोज पनि भन्छ है, याद गरिराख्नु। व्हाट आर द जिरोज अफ दिस भनेर सोधिरहेको हुन्छ, एउटै कुरा हो, रुट्स भन्नुस्, जिरोज भन्नुस्, भ्यालु अफ x भन्नु, एउटै कुरा हो। सो यहाँ x को भ्यालु चाहिँ कुन कुन हुन्छ भनेर सोधिरहेछ क्या। अब यसलाई तपाईले एउटा सर्टकट टेक्निक छ, सर्टकट टेक्निक सिकाउँ, लङ टेक्निक तपाईले मजाले गर्न सक्नुहुन्छ, लामो हुन्छ, मलाई पनि झ्याउ लाग्छ हेर्नुस्। ल सुरुमा लङबाटै हेर्नु ल, कसरी लङ तरिकाले गर्ने, x - 4/x - 5 = 1। पहिला लङकट सिकाउँछु, सर्टकट सिकाउँछु त्यसपछि। यहाँ दुईटाको एलसिएम लिन सक्नुहुन्छ, x - 6 र x - 5 हो। सो यहाँ कति आयो, यो 3 ले x लाई मल्टिप्लाई गर्दाखेरि 3x - 15 भयो, -4 ले x - 6 लाई गर्दाखेरि -4x + 24 भयो, = 1। और माथि कति आयो हेर्नुस्, 3x 24 - 15 भनेको कति हुन्छ, 5 4 8 हुन्छ, 8, 3x - 4x भनेको -x हो। ल अब यो हेर्नुस्, x - 6 * x - 5 भनेको छ, यो र 1 मल्टिप्लाई गर्दा कति हुन्छ, x - 6 र x - 5 हुन्छ, x - 6 x - 5 ले मल्टिप्लाई नै गरिदिउँ ल। अब 8 - x, यो मल्टिप्लाई गरौँ त, x स्क्वायर, x ले -5 लाई -5x, -6 ले x लाई -6x, -6 ले -5 लाई +30। और सबैलाई एकातिर लगाउँ, 0 = x स्क्वायर -5x - 6x -11x +30, -x उता जाँदाखेरि +x, +8 उता जाँदाखेरि -8, और 0 =
एक्स स्क्वायर माइनस 11 प्लस यक्स कति भयो माइनस 10 यक्स 30 माइनस 8 भनेको कति हुन्छ प्लस 22 हुन्छ यस 22 हुन्छ हो। अब यसलाई तपाईले के गर्ने फ्याक्टराइज गरेर सल्भ गर्ने अनि यसलाई सल्भ गर्ने। अब यो फ्याक्टराइज हुन्छ कि हुँदैन हेर्नुस् त यहाँ 22 छ हो सो यहाँ केही मिस्टेक त भएन नि 30 माइनस 8 एकचोटि चेक गरौँ ल 22 भनेपछि 2 into 11 यहाँ त हुँदैन 2 र 11 बाट आउँदैन काई मिस्टेक भयो कि चेक गरौँ है 3x minus 5 3x minus 15 ठीक छ माइनस 4 ले माइनस 4x माइनस 4 माइनस 6 भनेको 6 4 24 प्लस 24 यो पनि ठीक छ अनि x minus 6 ले x minus 5 लाई गर्दाखेरि मल्टिप्लाई यहाँ कति आयो माइनस 4x 3x माइनस x 24 माइनस 15 भनेको कति हुन्छ 15 यहाँ 9 हुन्छ सरी यहाँ 9 हुन्छ नि त त्यही मिस्टेक भयो यहाँ 9 हुन्छ यहाँ माइनस 9 हुन्छ सो 30 माइनस 9 भनेको कति आउँछ 21 आउँछ ल अब चाहिँ हुन्छ हेरौँ है त और 0 इक्वल टु x स्क्वायर हेर्नुस् त मल्टिप्लाई गर्दा 21 जोड्दाखेरि माइनस 10 कुन दुईटा नम्बर हुन्छ माइनस 7 र माइनस 3 हो त माइनस 7x माइनस 3x प्लस 21 छ हो ल और 0 इक्वल टु x कमन आयो x माइनस 7 माइनस 3 कमन आयो x माइनस 7 और 0 इक्वल टु x माइनस 7 र x माइनस 3 भनेपछि x को भ्यालु कति आयो x को भ्यालु 7 आयो अनि x को भ्यालु 3 आयो कि आएन आयो हो त यही हो रुट्स भनेको x को भ्यालु दुईटा आयो नि यही हो रुट त 7 और 3 भनेपछि यहाँ 7 and 3 अप्सन नम्बर ए मा जानु पर्यो ठीक छ ओ यो चाहिँ अब तपाईले गर्ने लङ गड यो तरिका पनि तपाईले सिक्नु पर्यो हैन यो तपाईलाई आउँछ नि अब सर्टकट टेक्निक सिक्नु ल कसरी गर्ने अलि छिटो गर्नु पर्यो के हैन टाइम हुन्छ नि त हामीसँग अब आउँदै आएन सर्टकट गर्न भने त अब के गर्नु र मर्नु भएन यही गर्नु पर्यो हैन अब सर्टकटमा हेरौँ न कसरी गरिन्छ यहाँ ध्यान दिनु अब तपाईले अप्सनलाई यसो ध्यान दिनु अब अप्सन तिरबाट जानु पर्यो नि त हामी त यहाँ हेर्नुस् त 7 and 3 7 and 4 7 and 6 7 and 2 7 त हुने रहेछ 7 त सबैमा छ नि हैन 7 त सबैमा छ अब यहाँ हामीले चेक गर्नु पर्यो 3 हुन्छ कि 4 हुन्छ कि 6 हुन्छ कि 2 हुन्छ 3 4 6 र 2 मा कुनै एउटा मात्रै हुन्छ अब चेक कसरी गर्ने चेक भनेको यो एलएचएस को भ्यालु हाल्ने 1 आउनु पर्छ एलएचएस मा x को भ्यालु हाल्ने 1 आउनु पर्छ सो हेर्नुस् त एलएचएस लियौ ल 3 हालौं ल एकचोटी चेक गरौँ बराबरी आउँछ कि आउँदैन एलएचएस र आरएचएस बराबरी आयो भने यही हो रुट यही हो x को भ्यालु सो 3/3 हाल्ने हो भने x को भ्यालु 3 हाल्ने हो भने 3 - 6 -3 आउँछ -4/x को भ्यालु 3 हाल्ने हो भने कति आउँछ 3 - 5 भनेको -2 आउँछ सो 3/-3 भनेको -1 यो माइनस माइनस प्लस 4/2 भनेको 2 कति आयो 1 आयो आरएचएस मा 1 छ त्यही भएर यो मिल्यो क्या त्यही भएर भेल्यु एलएचएस बाट गर्दै गएको x को भ्यालु 3 हाल्दाखेरि आरएचएस सँग बराबरी आयो त्यही भएर x को भ्यालु 3 भयो यो 4 हाल्नु त मिल्दैन तपाईको आउँदैन 1 आउँदैन चेक गर्ने हो र चेक गरौँ 3/4 - 6 गर्नु त यो 4 हालेर 4 - 6 भनेको -2 माइनस 4/4 - 5 भनेको कति हुन्छ -1 यो कति आयो -2/3 आयो यो +4 आयो कहाँबाट आउँछ यो 1 कसरी आउँछ आउँदैन -2 + 4 3 12/3 भनेको 10/3 आउँछ 10/3 भनेको 1 हो होइन रहेछ यो 4 अब यसरी 6 हालेर चेक गर्नु आउँदैन 2 हालेर चेक गर्नु आउँदैन क्या तर तपाईले चेकै गर्नु पर्दैन सुरुमै मिल्यो नि त सुरुमै मिल्यो भनेपछि किन गरिसक्नु पर्यो ल जा त हामी तमाम 7 सुरुमै मिल्यो त अप्सन नम्बर ए आउनु पाइयो हामीले तब तपाईले लङ कट गर्नु सर्टकट गर्नु तपाईको इच्छा हो अब सकेसम्म सर्टकट तपाईले गर्ने प्र्याक्टिस गर्नु छिटो तपाईले क्वेशन सल्भ गर्न सक्नुहुन्छ र नेक्स्ट क्वेशनमा जानुपर्छ अरु क्वेशनहरु गाह्रा हुन्छन् गाह्रो क्वेशनमा जानु पर्यो नि त हामीले हैन तपाईलाई एन्सर लेख्नु भनेर आउँदैन इन्ट्रासमा तपाईलाई यो एन्सर लेख भनेर आउने होइन के गर्ने हो कति मजा आछ ल अब यस्ता कुराहरु तपाईले सिक्नु पर्यो जान्नु पर्यो यस्ता ट्रिक्सहरु धेरै हुन्छन् है र तपाईले ब्रिज कोर्सको क्लासमा अब हामीले नर्मल लेभलमा पनि गर्छौं ट्रिक्सहरु लगाएर पनि अब सबै क्वेशनमा ट्रिक्स लाग्ने भन्ने पनि हुँदैन कुनै क्वेशन मात्रै लाग्ने हो यस्ता कुराहरु हामीले सिक्नु पर्छ के त्यही भएर त ब्रिज कोर्सको क्लास जोइन गर्ने हो त इन क्लासमा स्कलरशिपमा नाम निकाल्नको लागि त ब्रिज कोर्सको क्लास जोइन गर्ने हो त सो हामीले पनि साइन्स म्यानेजमेन्ट सिटिभिटी लगायत विभिन्न लेभलहरुको एसई पछि विभिन्न लेभलहरुको चाहिँ इन्ट्रासका क्लासहरु चलाइराखेका छौं के बाहिर भन्दा 60-70% कम मूल्यमै हामीले चलाइराखेका छौं तपाईहरुले हामीसँग अनलाइन रूपमा क्लास लिन सक्नुहुन्छ जुमबाट क्लास हुन्छ हेर्नुस्
तपाईँले नोट पाउनुहुन्छ, रेकर्ड गरेको भिडियो पाउनुहुन्छ, पछि दोहोऱ्याएर तिर्याएर हेर्नको लागि विकली हामी टेस्ट लिन्छौँ हैन, तपाईँहरूको इभ्यालुएसन गर्छौँ हामी। त्यसै गरिकन तपाईँहरूलाई प्र्याक्टिस गर्नको लागि हरेक टपिकबाट 1000वटा भन्दा पनि धेरै क्वेसन्सहरू हामी प्रोभाइड गर्छौँ अनलाइनबाट पिडिएफको रूपमा। अनि हामीले योभन्दा अगाडि बनाएका भिडियोहरू लगभग 1000वटा भन्दा पनि धेरै भिडियोहरू छन्। ती सबै भिडियोहरू हामी तपाईँलाई दिन्छौँ, तपाईँले क्लास लिनुभयो भने। सो आउनुहोस्, तपाईँले क्लास लिनुहोस्। अब क्लास लिनको लागि के गर्ने त सर भन्नुहुन्छ भने यो नम्बर चाहिँ तपाईँले बिर्सिनु भएन है। क्लास लिन मन छ भने यो नम्बर तपाईँले पटक्कै बिर्सिनु भएन, 9849595895 हो। यो बरु अहिले सेभ गरिहाल्नु न, मोबाइलमा सेभ गरिराख्नु, हाम्रो ब्रिज कोर्स क्लास भनेर लेख्नु, एउटा केही नाम लेखेर सेभ गर्नु र यो नम्बरमा तपाईँले म्यासेज गर्नु के हामीलाई। कल पनि गर्दा त हुन्छ, तर कल जेनरली नगरिदिनु होला धेरै चाहिँ, किनकि कस्तो हुन्छ भने तपाईँले कल गर्नुहुन्छ, अर्को विद्यार्थीले पनि कल गर्नुहुन्छ, एकचोटि 20-30 जनाले कल गरिराख्नु भएको हुन्छ। अनि अब सरले त कसरी एउटा नम्बर चाहिँ कसरी उठाउने हैन, त्यही भएर सकभर तपाईँहरूले म्यासेजै गर्नुहोस्, भोइस म्यासेज गर्नुहोस् यो नम्बरको भाइबर अथवा वाट्सएपमा। सर म चाहिँ आफ्टर एसीको क्लास लिन चाहन्छु, साइन्सको क्लास कसरी लिने होला, फी कति छ, कहिलेबाट क्लास हुन्छ, रुटिन के हो, कति बजेबाट क्लास हुने हो, कुन टिचरले पढाउनुहुन्छ, कुन एप्लिकेसन हामीले क्लास लिनको लागि डाउनलोड गर्नुपर्छ, यसरी तपाईँहरूले चाहिँ यो नम्बरमा म्यासेज गरेर क्लासको बारेमा बुझ्नु न हैन। अनि त्यसपछि क्लास जोइन गरिहाल्नु। ढिलो भइसक्यो है, छिटो गरिहाल्नु, क्लास माध्यम रूपमा भइराखेको छ। छुट्नु भयो भने तपाईँ छुटेको छुट्टै हुनुहुन्छ। फेरि अरू साथीहरू, तपाईँका साथीहरू अगाडि बढ्छन्, उनीहरूले राम्ररी पढ्छन्, नलेज पनि बढ्छ उनीहरूको, प्लस इन्ट्रान्समा स्कलरसिपमा पनि नाम निकाल्छन्। अनि तपाईँको बुवा आमाले तपाईँलाई गाली गर्नुहुन्छ, हेर त फलानाको छोराले स्कलरसिपमा नाम निकालेछ भने त के भएको भनेर गाली पनि गर्नुहुन्छ, कस्तो नराम्रो चित्त दुख्छ। सो सकेसम्म स्कलरसिपमा नाम निकाल्ने प्रयास गरौँ, राम्रो कलेजमा पढ्ने प्रयास गरौँ। तपाईँले एकदम राम्रो इन्ट्रान्समा राम्रो मार्क्स ल्याउनु भने त भइहाल्यो होइन। र इन्ट्रान्समा तपाईँले पढ्दाखेरि 11को लागि पनि धेरै फाइदा हुन्छ कि नलेज। तपाईँले मानौँ न, हेर्नुहोस् त 3 महिना तपाईँले पढ्नु भएन अथवा 2 महिना 1 महिनै पढ्नु भएन भने सबै कुरा बिर्सिनुहुन्छ कि, झन् गाह्रो हुन्छ कोप अप गर्न। अब 11-12मा पुरै एकदम धेरै सिलेबस हुन्छ, 10को भन्दा धेरै आकाश पाताल फरक हुन्छ। सो हामीलाई अलिकति गाह्रो पनि हुन्छ, त्यही भएर इन्ट्रान्सको क्लासहरू लिनुभयो भने चाहिँ राम्रो। अरू ट्रेनिङहरू, कम्प्युटरका ट्रेनिङहरू लिनुभयो भने झन् राम्रो उत्कृष्ट। अब टेक्नोलोजिकल इरा छ, हेर्नुहोस् लिनु परिहाल्यो। अब कम्प्युटर सिकेन भने त अहिले त्यो मान्छेलाई केही पनि आउँदैन। तपाईँ जे भन्नु, बायोलोजी पढ्नु न, कम्प्युटर सिक्नु कि प्र्याक्टिस गर्नुपर्छ। वर्ड, एक्सेल, पावर पोइन्ट लगायत विभिन्न सफ्टवेयरहरू चलाउन सिकिराख्नुहोस्। अब जो पछि गएर चाहिँ आइटी फिल्डमा जान्छु भन्नुभएको छ, उहाँले अहिलेदेखि नै बरु कोडिङ प्र्याक्टिस गर्नुहोस्। सी, C++, जाभा, पाइथन के हुन्छ सबै प्रोग्रामिङ ल्याङ्ग्वेजहरू प्र्याक्टिस गर्दै गर्नु, पछि गएर सजिलो हुन्छ क्या। यही हो बेला, फ्री टाइम। अब जब तपाईँ 11-12 पढ्नुहुन्छ, त्यसपछि 11-12को अब इक्जामको प्रेसर हुन्छ, त्यसपछि 12 पछि ब्याचलर जोइन गर्नु पऱ्यो, ब्याचलर जोइन गरेपछि अब जागिरी खानु पऱ्यो, बिए गर्ने बेला हुन्छ, कच किचकिच हुन थाल्छ। यही हो टाइम क्या, हामीले राम्ररी युटिलाइज गर्ने भनेको। पछि हामीले समय नै पाउँदैनौँ, त्यो छ कुराकानी, ठिक छ। सो अहिले सकभर जति सक्दो मिहिनेत गर्नुभयो भने तपाईँ पछि गएर सक्सेसफुल मेन बन्नु नै हुन्छ। त्यही भएर अहिलेको यो सुनौलो मौकालाई चाहिँ नछोड्नु होला। त्यही भएर एसीलाई सुनौलो ढोका भन्छ क्या, त्यही भएर भने है ल। सो क्लास चाहिँ जोइन गर्नको लागि यो नम्बरमा म्यासेज चाहिँ अहिले हो, बरु अहिले गरिहाल्नुहोस्, ढिलो नगर्नु, अहिले गरिहाल्नु है त। क्लासहरू सुरु भइसकेर छुट्नुहुन्छ। ल त आजको लागि म यति नै गर्छु। फेरि पनि म आउने नै छु। सो 3 दिनसम्मको लागि मलाई बिदा दिनु होला। हस् त।